हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लग चाहिँ घरदेखि रुगिनदेखि नै सुरु भइरहेको छ होइन। आजको दिनमा चाहिँ के छ भन्दाखेरि आजको स्पेसल स्कुल जाने हो, त्यही हो। बाँकी चाहिँ ठिक छ। यी चाहिँ मसँग बस्ने भाइहरू हो। जाउँला ल, रारा घुम्नु जाने प्लान भइरहेछ है, फ्युचर प्लान होइन। त भन् त केही यसो न, भिडियोमा अलिक इन्ट्रेस्टिङ बनाइदिला चाहिँ। हाम्रो चाहिँ अब खाना मन लाग्छ होइन। खाना चाहिँ यस्तो खान्छौँ हामीले, धेरै राम्रो नभए नि राम्रै हो यो पनि। यसमा चाहिँ तरकारी चाहिँ उता छ होइन। अनि यहाँ चाहिँ दाल, यो चाहिँ दाल भयो। जस्ट मिठो खान्छौँ है, खान्छौँ। खै मिठो चाहिँ त देखिँदैछ कसो। यता उहाँको चाहिँ यसमा चल्छ होइन। त्यही हाम्रो चाहिँ सबजनाको भइरहेछ यहाँ। बाइक चाहिँ ठिक छ ल। खाना खाएर चाहिँ म र यो भाइहरू चाहिँ जाने हो, हामी स्कुल जाने होइन। ल ठिक छ, अहिले चाहिँ म खाना खान्छु ल है भाइ। म चाहिँ आइसकेँ अहिले श्री बागेश्वरी माध्यमिक विद्यालयको मैदानमा आइसकेँ। मैदानमा हाम्रो केटाहरू छन्। ल तपाईँको नाम परिचय दिनुहोस् राजाजी। मेरो नाम बाबु ल यहाँ सब जिन्स प्यान्टहरू छन् होइन यहाँ होइन। अनि हामी पनि यहीँ छौँ। हामी चाहिँ यहाँबाट हिउँको मजा चाखिरहेछौँ है। यहाँदेखि देखिन्छ हिउँ यस्तो दामी। यो छ यहाँ स्कुलको अवस्था। हामी यहाँ स्कुलमा सब रमाइलो गरिरहेछौँ। घम्सा घम्सी छ है, घम्सा घम्सी छ। सब जिन्स प्यान्टको घम्सा घम्सी भइरहेछ। हाम्रो न घम्सा अब चाहिँ रमाइलो भइरहेछ। दोस्रो पिरियड भइसक्यो, अहिले चाहिँ जाने हामी। त्यही हो ल, त्यतिले भएन होइन। यहाँ चाहिँ के दामी दामी छ होइन, एरिया यत्रो अग्लो छ। अनि यसो यहाँमा हानौँ कि यसो हानौँ भन्ने भइरहेछ। ल बना यो साइड उता जा, यहाँनिर है ल। यो झिन्जी कमन झिन्जी ल है। अहिले चाहिँ बिदा भएर घरमा आइसक्यौँ होइन। हामी बिदा चाहिँ भइसक्यो। के भयो अरे, बिदा भइसक्यो नि। कस्तो राम्रै आएन यार। बिदा चाहिँ भइसक्यो होइन। बिदा भएर पनि 2 दिनको लागि छुट्टी पनि भइसक्यो। भोलि नै बिदा। हाम्रो चाहिँ शुक्रबार बिदा छ होइन, शनिबार बिदा छ। टक्क हामीले चाहिँ हाम्रो चाहिँ ट्युसन छ होइन। अनि हामी चाहिँ भोलि चाहिँ हाम्रो चाहिँ पर्सि चाहिँ ठिक्क त्यो शुक्रबार शनिबार हामी आउँछौँ होइन। राम्रो निस्क्यो होइन। आज चाहिँ हामी यहाँ बस्ने होइन होइन। यसमा खानासाना पाएको थियो, तर नगर खानासाना पाएको थियो। तै पनि अब आजदेखि यहाँ हुने भएन। आजदेखि हामी कुवाडी जाने हो। ल यहाँबाट चाहिँ घरबाट चाहिँ निस्किन्छौँ, बाटोमा हेरौँला ल। म चाहिँ बाटोमा आइसकेँ होइन गाइजहरू। अहिले म चाहिँ बाटोमा आइसकेँ। भाइहरू हिँडिरहेछन् घम्सा घम्सी तरिकामा। मौसम पनि दामी छ यहाँ। जेठा बुवाजी हुनुहुन्छ यहाँ। ल तपाईँको परिचय। बाइज त्यसो भए हो, तपाईँले गरे छैन। ल गाइज हामी चाहिँ हिँडिसक्यौँ होइन यहाँबाट। तपाईँ नजाने होइन, बाइज त सँगै। ल हामी चाहिँ गइसक्यौँ। अहिले चाहिँ कुवाडी पुगिसक्यौँ। यो चाहिँ कुवाडीको ब्युटिफुल सिटी हो है यो। भन्नु त पाइदिन्न के भन्न पाइन्छ तँलाई। बजार के सिटी भने चाहिँ घेर उठाएर हामी चाहिँ पुगिसक्यौँ। अब चाहिँ जाने हो। मेरो घर चाहिँ यहाँनिर छ सानो यसमा। ल ठिक छ, जान पर्छ। के लान्छु भने कहाँ जाने अरे। आइसक्यो होइन रुममा। कस्तो छ रुमको सुतिरहेको छु नि। मेरो चाहिँ यो बस्ने रुम, बेड पनि मेरो चाहिँ यो कुन गरे हो। अहिले चाहिँ ठिक छ। अब यहाँ पुग्यौँ। अब खाना खाना पऱ्यो। त्यही हो ल, खाना खाएर अब के गर्ने। टाइम चाहिँ कति भयो भन्दाखेरि काट्नुपर्छ। 5:30 भइसक्यो। अब चाहिँ
इसीलिए अब चाहिँ खाएर अब खाना खाएर चाहिँ सुत्नुपर्छ ल। अनि गाइज अहिले चाहिँ टाइम भइसक्यो होइन, म चाहिँ अहिले यहाँ बिस्तरमा आएर सुतिसकेँ होइन। यिनीहरू चाहिँ फेरि नै आएको थियो होइन मलाई हेर्नलाई। मेरो चाहिँ अहिले यहाँ माइक छ होइन, मैले माइक जोइन गरेँ हाम। अब कस्तो भन्दाखेरि आजको लागि चाहिँ भिडियो भयो जस्तो लाग्यो होइन, लगभग 5-6 मिनट त भइसक्यो होला होइन सायद। अब मैले चाहिँ कस्तो भन्दाखेरि भिडियो चाहिँ मैले बनाउँथेँ होइन, अनि भिडियो चाहिँ मैले राम्रो बनाएन होइन, त्यही भएर चाहिँ राम्रोसँग भ्युज नि आएन, लाइकहरू नि आए। लाइकहरू त के गर्ने होइन, भ्युज आएन, सब्सक्राइबरहरू नि बढेन त्यति साह्रो। तर अब हजुरहरूले चाहिँ साथ सपोर्ट दिनुभयो भने चाहिँ मैले यस्तो भिडियोहरू राम्रो राम्रो बनाउँदै जानेवाला छु। तपाईँहरूले अब राम्रो राम्रो कन्टेन्ट पाउनु हुनेवाला छ होइन। अब यस विषयमा भाइहरूले भन्दा नि त अब कि भिडियो सकाइदिनु। यो भिडियो तपाईँलाई मन पर्यो भने होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। तपाईँले गर्दा नि हामी यति माथि गइरहेको के भन्नु। मुजी हातमा तास समात माछाले त भन्नु चाहिँ काले म भन्छु के भन्ने के मात्रामा जे भन्दा म जस्तै यो भिडियो धेरै लाइक गरिदिनु होला। तपाईँको साथ सपोर्टले हामी यहाँसम्म आएको हो। तपाईँले पनि फेसमा रिपोस्ट गर्नु होला। मैले त भने के रिपोस्ट गरेछ ओके होला। ल अहिलेलाई चाहिँ ठिक छ होइन, यो भिडियो चाहिँ आजको लागि सकिन्छ जस्तो छ। हजुरहरूले अब राम्रो रेस्पोन्स दिनुहुन्छ भने चाहिँ मैले यस्तो भिडियोहरू टन्नै बनाउँछु कि मलाई के छ र टन्नै बनाउन मोबाइल छ होइन, सब कुराहरू छ, मैले त बनाउने हो सक्यो नि। ल अहिले चाहिँ बाई। अहिलेसम्म हेर्नुभयो भने चाहिँ मलाई खुसी लागिरहेको होइन। ल अहिले बाई बाई।